अलिक मुख छाड्न मन छ होइन, तर के गर्नु, सामाजिक सञ्जालमा मुख छाड्न मिल्दैन। तर पनि यो के हुँदैछ क्या, नेपाल कतातिर जाँदैछ? त्यति सानो 3 वर्षको नानीलाई बलात्कार गरेर मारिएको छ, कतै 18 महिनाको बच्चालाई बलात्कार गरिएको छ होइन। सबै जे हुन्छ नेपालमै हुन्छ। अब यहाँ छोरी जन्माएर खुसी हुने दिन गए, अनि म नेपाली हुँ भनेर छोरा भएर गर्व गर्ने दिन पनि गए क्या। यतिसम्म बेइज्जत, यतिसम्म नालायक देश भइसक्यो कि प्लिज अब भइरहेको बालन सरकारलाई म एउटा रिक्वेस्ट गर्न चाहन्छु, हामीलाई ठुलो अनि चिल्लो रोड चाहिँदैन, तर एउटा छोरी मान्छे भएपछि छाती फुल्याएर हिँड्न सक्ने वातावरण चाहिँ बनाइदेऊ। अनि म नेपाली हुँ भनेर एउटा छोरा मान्छेलाई पनि गर्व गर्ने ठाउँ चाहिँ दिलाइदेऊ। यो बलात्कार गर्नेहरूलाई 2-4 वर्ष जेलमा राखेर सजाय दिएको भरले बलात्कार कहिल्यै रोकिँदैन। बलात्कार गर्ने व्यक्तिहरूलाई फाँसीको सजाय हुनुपर्छ। यो विषयमा तपाईँहरूको विचार कस्तो छ कमेन्ट गर्नुहोला। तपाईँहरूको प्रतिक्रियाको कमेन्ट अनुसारको अर्को भिडियो बनाउने छु। थ्याङ्क यू सो मच। र भिडियो जतिसक्यो धेरैभन्दा धेरै सेयर गरिदिनु होला।